आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन दृष्टिभन्दा पनि गहिरो छ। यो हो रेटिनाइटिस पिगमेन्टोसा, एउटा यस्तो अवस्था जहाँ बाहिरको उज्यालो त घट्दै जान्छ तर भित्रको आशाको दियो त्यो कहिल्यै निप्दैन। यो भनाइले कति गहिरो कुरा भन्छ होइन त? किनभने यो रोगले कसैको आँखालाई मात्र छुँदैन, यसले त उसको पुरै जिन्दगी, सपना अनि सम्बन्धहरूलाई नै असर गर्छ। साँच्चै भन्ने हो भने यो एउटा यस्तो यात्रा हो जसले जीवनको वास्तविक अर्थ के हो भनेर सिकाइदिन्छ। ल, आज हामी के कुरा गर्छौं सरसर्ती हेरौं है त। अन्ध्यारो पारिपट्टिको जीवन कस्तो हुन्छ त्यो बुझ्नेछौं, अनि यो रेटिनाइटिस पिगमेन्टोसा आखिर हो के त्यो पनि जान्नेछौं। यसका चुनौती र हेरचाहको यात्रा, दृष्टिभन्दा परका करियरका अवसरहरू, समाजको भूमिका अनि अन्त्यमा भित्री उज्यालोको एउटा शक्तिशाली सन्देशमा गएर टुङ्ग्याउनेछौं। ल, सुरु गरौं पहिलो खण्डबाट, अन्ध्यारो पारिपट्टिको जीवन। सोचौं त एकपटक, बिस्तारै बिस्तारै आफ्नो आँखाको ज्योति गुमाउँदै जाँदा मनमा कस्तो होला? अन्ध्यारो आँखामा मात्र होइन, मनभित्रै पस्न सक्छ। यो भनेको खाली देख्न नसक्नु मात्र होइन रहेछ, यो त अनिश्चितता, डर अनि एक्लोपनसँगको एउटा निरन्तर लडाईँ पनि हो। अब यसको भावनात्मक पाटो त बुझ्यो, तर यो रोग रेटिनाइटिस पिगमेन्टोसा आखिर हो चाहिँ के? अलि चिकित्सकीय हिसाबले हेरौं। एकदमै सरल भाषामा भन्दा आरपी भनेको आनुवंशिक आँखा रोगहरूको एउटा समूह हो। यसमा के हुन्छ भने हाम्रो आँखाको पर्दा, जसलाई रेटिना भनिन्छ, त्यसका कोशिकाहरू बिस्तारै बिस्तारै मर्दै जान्छन्। अब यही रेटिनाले त हो प्रकाशलाई हाम्रो दिमागले बुझ्ने संकेतमा बदल्ने। जब यी कोशिकाहरूले काम गर्न छोड्छन् तब स्वाभाविक रूपमा दृष्टि पनि कमजोर हुँदै जान्छ। यसको प्रगति कसरी हुन्छ त? सामान्यतया पहिलो चरणमा रातमा देख्न गाह्रो हुन थाल्छ। नाइट ब्लाइन्डनेस भनेको यही हो। त्यसपछि बिस्तारै छेउछाउको दृष्टि हराउँदै जान्छ र अन्तिममा एउटा यस्तो अवस्था आउँछ जसलाई टनल भिजन भनिन्छ। मतलब एउटा सानो सुरुङबाट हेरे जस्तो खाली सिधा अगाडिको अलिकति भाग मात्र देखिन्छ। अनि सबैभन्दा गाह्रो बनाउने कुरा के हो थाहा छ? यो कति छिटो बढ्छ भन्ने केही ठेगान हुँदैन। कसैलाई 10 वर्षमै सुरु होला, कसैलाई 30 वर्षमा। यही अनिश्चितताले मनमा एउटा ठूलो बोझ थपिदिन्छ। अब कुरा गरौं चुनौती र हेरचाहको यात्राबारे। यो अनिश्चिततासँग जुझ्न कस्तो सहयोग चाहिन्छ त? सायद सबैभन्दा ठूलो चुनौती आँखाको ज्योति गुम्नु होइन। सबैभन्दा ठूलो चुनौती त समाजको यस्तो सोच हो, तिमी त के देख्दैनौ, तिमीले के गर्न सक्छौ र? यस्ता कुराले मान्छेको आत्मबल कति तोड्छ होला। यसले क्षमतामा होइन, कमजोरीमा ध्यान केन्द्रित गराइदिन्छ। तर यस्ता चुनौतीहरूलाई जित्न सहयोगका 3वटा बलिया आधारस्तम्भहरू छन्। पहिलो, भावनात्मक हेरचाह। दोस्रो, व्यावहारिक सहायता। र तेस्रो, चिकित्सकीय र प्रविधिगत सहयोग। यिनैले मानुषलाई फेरि सशक्त बनाउँछन्। पहिलो स्तम्भको कुरा गरौं, भावनात्मक हेरचाह। कहिलेकाहीँ उत्साह दिने शब्दहरूले, औषधिले भन्दा पनि बढी काम गर्छन्। परिवारको साथ, साथीहरूको हौसला अनि सपोर्ट ग्रुपहरू, यिनीहरूले आत्मविश्वास जगाउन एकदमै ठूलो भूमिका खेल्छन्। तिमीले गर्न सक्छौ भन्ने एउटा सानो वाक्यले पनि पहाड हल्लाउन सक्छ। अब आउँछ दोस्रो स्तम्भ, जुन हो व्यवहारिक र प्राविधिक सहायता। धन्य छ आजको प्रविधि। घरको वातावरण मिलाउनेदेखि लिएर सेतो छडी, स्क्रिन रिडर, भोइस कमान्ड्स, एआई असिस्टेन्ट, स्मार्ट चस्मा, यी सबै कुराले दैनिक जीवनलाई कति धेरै सहज र स्वतन्त्र बनाइदिएको छ। र तेस्रो स्तम्भ हो चिकित्सकीय सहयोग। हुन त अहिलेसम्म यसको कुनै पक्का उपचार छैन, तर निराश हुनु पर्दैन। जीन थेरेपी, स्टेम सेल, रेटिनल इम्प्लान्ट जस्ता क्षेत्रमा भइरहेका अनुसन्धानले ठूलो आशा जगाएको छ। अहिलेको लागि चाहिँ डाक्टरको सल्लाहमा भिटामिन ए जस्ता सप्लिमेन्टहरूले रोग बढ्ने गतिलाई केही हदसम्म कम गर्न मद्दत गर्न सक्छन्। हो, यस्तो बलियो सपोर्ट सिस्टम भएपछि करियरको ढोका पनि खुल्छ। अब हेरौं दृष्टिभन्दा परको करियर कस्तो हुन सक्छ। एउटा ठूलो भ्रम के छ भने दृष्टि कमजोर भएपछि करियर सक्यो, तर होइन। आजको प्रविधिको युगमा आँखाले देख्नुभन्दा पनि दिमागले सोच्नु, तर्क गर्नु, रचनात्मक हुनु अनि राम्रोसँग सञ्चार गर्न सक्नु, यस्ता सिपहरूको महत्त्व कता हो कता बढी छ। जस्तै हेर्नुस् न, सूचना प्रविधिमा प्रोग्रामिङ वा डेटा विश्लेषणको लागि गहिरो तर्क र ध्यान चाहिन्छ। शिक्षा र परामर्शमा समानुभूति र सञ्चार, सङ्गीत लेखन जस्ता रचनात्मक कलामा भावना र अभिव्यक्ति,
अनि उद्यमशीलतामा त पहल र अनुकूलनशीलता चाहिन्छ नै। यी सबैमा आँखाभन्दा बढी अन्य क्षमताको खेल छ। तर व्यक्तिगत क्षमताले मात्रै पुग्दैन, यसमा समाजको पनि ठूलो भूमिका हुन्छ। अब त्यही विषयमा कुरा गरौँ, समाजको भूमिका र जागरण। समाजले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम भनेको सोच बदल्नु हो। पुरानो सोच के थियो? अपाङ्ग। तर नयाँ सोच के हुनुपर्छ? सक्षम तर फरक। यो सानो शब्दको परिवर्तनले नै ठूलो फरक पार्छ। कसैलाई कमजोरीको ट्याग लगाउने होइन, बरु उनीहरूको फरक क्षमतालाई सम्मान र अवसर दिने हो। अनि यो सोच व्यवहारमा पनि देखिनुपर्छ। कसरी? सार्वजनिक ठाउँहरूमा पहुँचयोग्य डिजाइन बनाएर, बस स्टप वा लिफ्टमा बोलिने घोषणाहरू राखेर, ब्रेल सङ्केतहरू प्रयोग गरेर, अनि सबैभन्दा महत्त्वपूर्ण, हाम्रा स्कुल र अफिसहरूलाई साँच्चीकै समावेशी बनाएर। अब हामी अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण सन्देशतर्फ लागौं, भित्री उज्यालो। यसको सार के हो भने, जीवन त्यो होइन जुन आँखाले देख्छ, जीवन त त्यो हो जुन हृदयले महसुस गर्छ। यो भनेको दृढता, साहस र भित्रैबाट आउने शक्तिको कथा हो। यो भनाइले कति राम्रोसँग यो कुरालाई समेट्छ। अँध्यारो केवल परीक्षण हो, उज्यालो त तपाईँको भित्रै लुकेको छ। बाहिरी अँध्यारो जतिसुकै बाक्लो किन नहोस्, भित्रको त्यो उज्यालोलाई कसैले निभाउन सक्दैन। त्यसो भए यो कुराकानीलाई यही एउटा प्रश्नमा छोडेर जाउँ, त्यो उज्यालो फैलाउन हामी के गर्न सक्छौँ?